हेलो गाइजहरू, दर्शन नमस्ते नमस्कार। हामी चाहिँ गाईघाटबाट चाहिँ सिटीमा जाँदैछौँ यता बसपार के अरे बौद्ध बसपार है। यहाँ जाँदैछौँ हामी चाहिँ पूर्वतिर अब जाने प्रोग्राम गरेर चाहिँ रममा चाहिँ यसरी मैले अहिले त अब भनौँ उज्यालो भएकै छैन चाहिँ बत्तीहरू चाहिँ बलिरहेको छ रोड लाइनमा अब घर लाइनमा पनि र हामी चाहिँ यसरी जाँदैछौँ गाइजहरू। र अहिलेको माहौलहरू चाहिँ यस्तै छ। यहाँबाट मेन चोकबाट चाहिँ हामी भित्र छिर्छौँ गाइजहरू यसरी बौद्ध एयरपोर्ट छेउमा चाहिँ। अनि हामी पूर्वतिर जाँदैछौँ है गाइजहरू, पूर्व एकदम पूर्वतिर लाग्नेछौँ। यहाँबाट चाहिँ पूर्व झापा जाँदैछौँ गाइजहरू। अनि भरेतिरको भिडियोहरू पनि म ल्याउनेछु, थोरै अपलोडिङहरू गर्नेछु। त्यहाँनिर पनि अब भेटे समेतको भिडियोहरू चाहिँ म गर्नेछु। अब बाटोमा अब भनौँ निदाइहाल्यो भने चाहिँ अब भन्नु सकिएन, भिडियोहरू त्यति अपलोडिङ गर्नु सक्दिनँ। अब त्यति निदाइएन भने चाहिँ ठाउँको भिडियोहरू म लिएर आउनेछु गाइजहरू। हामी चाहिँ के अरे यो भाइ बौद्ध बस पारमा चाहिँ आइसकेका छौँ। यहाँनिर यस्तो छ गाइजहरू, यहाँको चाहिँ बस पार चाहिँ यता पूर्व लाग्ने गाडी चाहिँ यहाँबाट लाग्दो रहेछ। आइसकेका छौँ गाइजहरू। अहिलेको माहौलहरू चाहिँ यस्तै छ है। अब अँध्यारो छ, अब उज्यालो हुन लागिरहेको छ। समयले कहाँ कहाँ पुर्याउँछ थाहा हुन्न। बिहानको शुभ प्रभात कुनै बेलामा कहाँ पुग्छ। अब बिहानी समयले चाहिँ हामी हिँड्नु पर्ने आइसकेका छौँ, उज्यालो हुन लागिरहेछ। छोरा मान्छेको जिन्दगी यतातिर चाहिँ होटल लाइनहरू के अरे खाजाखुजी खाने लाइनहरू हामी चाहिँ यस्तै छ गाइजहरू। म लिएर आउने छु। यता चाहिँ हाम्रो भाइ हुनुहुन्छ कालिम्पोङ मान्छेमा चाहिँ यहाँनिर बेलाखानको चाहिँ भिडियोहरू यसरी। अब हामी चाहिँ साला भेना चाहिँ अब नारिएर हिँडेछ, अब के कस्तो हुन्छ गाइजहरू। यतातिरको चाहिँ अब अहिले हाल म यति आइपुगेको छु र अहिले भिडियोहरू पनि एडिटिङ गरिरहेको छु यहाँबाट चाहिँ। भने के कस्तो लाग्छ हजुरहरूलाई, सल्लाह सुझावहरू दिन सक्नुहुनेछ। हामी चाहिँ पुलबाट बाहिर निस्किसकेका छौँ गाइजहरू र हामी चाहिँ अगाडि बढिरहेको छौँ आफ्नो गन्तव्यतिर। र हामी चाहिँ आफ्नै गन्तव्यतिर चाहिँ लागिरहेछौँ। यस्तै छ, हामी बाहिर निस्किसक्यौँ। यहाँबाट आफ्नो अब गन्तव्यतिर बाटोतिर लाग्दैछौँ, हिँड्दैछौँ। र हामी चाहिँ सप्तकोशी तरिसक्यौँ गाइजहरू। र हामी चाहिँ अब यतातिरको नामहरू त मलाई खासै थाहा छैन होइन, तैपनि मैले भिडियोहरू लिएको छु। सायद यतातिरको अब फ्यानहरूले पनि भेट्नुभयो भने सब्सक्राइबहरू गर्नु होला, माया गर्नु होला। हाम्रो गाउँतिरको पनि यसो आएको छ रहेछ भनेर सम्झिनु होला। भिडियोहरू यसरी अपलोडिङ गरिरहेको छु र के कस्तो लाग्छ सल्लाह सुझावहरू दिनु होला। कमेन्ट बक्समा आएर कमेन्टहरू पनि गर्नु होला। राम्रो छ भने राम्रो भनिदिनु होला, नराम्रो छ भने नराम्रो कमेन्टहरू भनिदिनु होला। यस्तो छ भनेर भन्नु होला, म त्यसमा थोरै सुधार गर्नेछु। फेरि पनि मैले त्यो भिडियोहरू बनाउँदाखेरि थोरै म सुधार गरेर ल्याउनेछु। के गर्नु गाइजहरू, यस्तै छ जिन्दगी। हामी चाहिँ यसरी अगाडि बढिरहेका छौँ गाइजहरू, आफ्नो गन्तव्यतिर लागिरहेछौँ, हिँडिरहेका छौँ। हामी चाहिँ यसरी अगाडि बढिरहेको छौँ र हामी झापा समेतको भिडियोहरू लिएर आएको छौँ। र हामी झापातिर चाहिँ लागिरहेको छौँ। झापाबाट हामी अर्को गाडी चढेर हामी पानटेकीबाट अर्को गाडी चढेर अर्को ठाउँ जानुपर्ने हुन्छ। त्यहाँबाट अर्कै ठाउँ पुगेर चाहिँ गन्तव्यतिर लागिन्छ गाइजहरू। यतातिर हेर्न सक्नुहुनेछ, यो चिया बगान भनौँ यतातिर छ। अनि सालको घारी
देख्न सक्नुहुनेछ हरियाली बोट बिरुवाहरू यतातिरको एकदमै रहरलाग्दो छ माया लाग्दो छ हैन के भन्ने यस्तै छ गाइजहरू सधैँभरि एकै ठाउँमा बसेर पनि नहुँदो रहेछ छोरा मान्छेको जिन्दगी जहाँ गए पनि दुःख गर्नुपर्ने हुँदो रहेछ हामी चाहिँ यसरी आफ्नो गन्तव्यतिर लागिरहेछौँ र हिँडिरहेको छौँ के कस्तो लाग्छ हजुरहरूले कमेन्ट गर्नुहोला र हामी चाहिँ आइसकेका छौँ यता यहाँ चाहिँ थोरै विश्राम गरेर हामी चाहिँ लागिसकेका छौँ अगाडि बढिसकेका छौँ र हामी झापातर्फ लागिरहेछौँ अनि हामी झापातर्फ लागिरहेछौँ र अब लगभग हामी झापा पुग्न लागिसकेका छौँ अब यो चाहिँ बिर्ता मोडतिरको भिडियो हो कि जस्तो लाग्यो के अरे बिर्ता मोड हो कि जस्तो लागेको थियो तर मलाई ठ्याक्कै थाहा भएन यतातिर चाहिँ यो चाहिँ हामी यहाँ विश्राम थोरै गरिरहेको छ मान्छे वेटिङ गरिरहेको छ र हामी चाहिँ यसरी अब अगाडि बढिरहेछौँ गाइजहरू यस्तै छ यतातिरको भ्यूहरू चाहिँ थोरै थोरै मैले लिएर आएको छु देख्न सक्नुहुनेछ यस्तै छ गाइजहरू के कस्तो लाग्छ हजुरहरूलाई सल्लाह सुझावहरू पनि दिन सक्नुहुनेछ कमेन्ट पनि गर्न सक्नुहुनेछ जानी नजानी भए पनि मैले हरेक कुराहरूलाई फोकस लिएर गरिरहेको छु यतातिर चाहिँ अब थोरै थोरै बाटोहरू पनि बढाइरहेको छ बाटोहरू अब बनाइरहेको छ भनौँ चुनाव लागिरहेको छ अब चुनावको माहौलमा अब बाटोहरू पनि बनाउँदैछन् हाइवे रोड यतातिर चाहिँ यस्तै छ गाइजहरू लगभग हामी अन्तिम चरणतिर आइसकेका छौँ र झापा समेत आइपुग्नको लागि धेरै समय लाग्दैन अब लगभग थोरै छ समय र हामी चाहिँ यसरी आफ्ना गन्तव्यतिर लागिरहेका छौँ र सिटी सवारीहरू पनि देख्न सक्नुहुनेछ यतातिर माथिल्लो बाटो हाइवे रोड भयो भने यो तल्लो बाटो चाहिँ भित्र बाटो छिर्ने बाटो हो यहाँबाट चाहिँ यस्तै छ यतातिरको माहौलहरू चाहिँ गाइजहरू के भन्नु र गाइजहरूलाई होइन यस्तै छ जिन्दगी छोरा मान्छेको जिन्दगी त हो र हामी अन्तिम चरणमा आइसकेका छौँ म पनि अब यहाँबाट बिदा हुनु पर्ने हुन्छ भिडियो कसले हेर्नुभएको छ कहाँ कहाँ पुगेको छ हजुरहरूले कमेन्ट गर्नुहोला यो ठाउँबाट मैले यसरी हेरेको छु भनेर र यहाँ चाहिँ हाम्रो नेपालको एउटा इतिहास राख्नुभएको रहेछ यो चोक के चोक हो थाहा भएन ठ्याक्कै चाहिँ मलाई त्यति याद भएन तर यहाँ चाहिँ एउटा इतिहास राखेको रहेछ हाम्रो मूर्ति पुर्खाहरूको भनौँ र म चाहिँ यति भन्दै हजुरहरू माझबाट बिदा हुन चाहेँ र लगायत सम्पूर्ण समस्त परिवार वाइती परिवार लगायत मेरो सम्पूर्ण फ्यानहरूबाट म बिदा हुन चाहेँ ओके बाइ अल फ्यान सधैँभरि सुखमय रहिरहोस् ओके बाइ